Welcome to my channel. हेलो ल है स्वागत छ सबैजनालाई। आज पब्जी गेमको हाइलाइटहरू ल्याएर आएका छौँ हामीले। यसो एक दुईजना बटलाई मारेको भिडियोहरू। धेरै पछि भिडियो ल्याउँदैछु, त्यही भएर बटलाई मारेर पनि यस्तो भिडियो ल्याएको प्रो भएर ल्याएको जस्तो भनेर फेरि कमेन्ट नगर्नु होला। बटलाई मार्यो तिमीले त यस्तो त्यस्तो नभनिदिनु होला। हामी बट लभर हौ, हामी बटलाई नै मार्छौँ। यो चाहिँ अब नयाँ इभेन्टको हो, त्यही भएर अब मेरो फोनमा राम्ररी चल्या हो या नचल्या हो कहिलेकाहीँ देखिँदैन। त्यही भएर मैले कहिलेकाहीँ म नर्मली चाहिँ यस्तो इभेन्टको यो नर्मली लिभिक मात्रै खेलेर आउँछु नि त पहिलोबाट त। अनि यही डाँडामा आउँछु अनि यिनीहरू आउँछन्। अगाडि आएर यिनीहरूले हगिदिया। अब हामी चाहिँ हल्का यो सर्ट छ, त्यही भएर धेरै कुराहरू केही हुँदैन। यस्तो इनिमी आउँछ हानिदिने खालको मात्रै भिडियोहरू छ। सबैजना यसो हेरिदिनु होला, रमाइलो मानिदिनु होला है। अब एक दुईजना नेपाली नै हानेको छु, नत्र आँखा खोलेर हेर्नु होला। त्यहाँ माथि मारेको मान्छेको ठुल्ठुलो अक्षरमा देखिन्छ। अब हेर्नु होला बिस्तारै, हेरेपछि थाहा भइहाल्नुहुन्छ तपाईँहरूलाई मैले कसलाई मारे, बटलाई मारे कि निमीलाई मारे। नेपालीहरूसँग खेल्न सकिँदैन। यो बिचमा मिम भएर मलाई भोइस ओभर गर्न हल्का गाह्रो भयो जस्तो लाग्यो। नेपालीलाई हाने मैले हेर्नु होला त्यहाँ, फेरि मैले भनिरहेको छु नि। ल यिनीमा आएन भने त अनुहारमै आइदिएर केही छैन, हामी त अब प्रो भइसक्यौँ। यिनीहरूले टाउकोमा हानिदिउँ। फेरि हामी यिनी लिबीको त्यो केबाट डाँडाबाट उठेर इभेन्टभित्र छिर्छौँ। इभेन्टभित्र छिर्ने चक्करमा साइडमा यिनीदेखि यिनीको पछिको चिला हेरेर बुटुटुटु गरेर हान्नु। अब यहाँ चाहिँ मेरो साथीले हानिसकेको थियो, त्यही भएर ल नि त अब यसलाई मैले हान्नै पर्छ भनेर नियत लिएर राखेको थिएँ। लुकिदिइरहेको थियो, आयो ठोकियो। तर यहाँ चाहिँ अलिकति बिचमा के भएको थियो भने त्यो कुरा छोड्यो। अब हामी इभेन्टभित्र छौँ। यो हाम्रो नेक्स्ट म्याचको इभेन्टभित्र छौँ। दुईजना छन् एनिमी, एकजना अगाडि पठाउँछन्, अर्कोले मलाई पछाडिबाट हान्छन्। तर मैले एकजनालाई हान्दिएँ, त्यसपछि मलाई अर्कोले आएर हानिदियो। त्यसपछि हामी थोरै बाहिर आएको जस्तो गर्छौँ। एउटा निलो निलो हेलमेट टल्काको मान्छे आउँछन्, खेलाले गर्दै युएनपी बोकेर। मैले नि युजीले बुटुटुटु पारिहालेँ, तर यसको नाममा धेरै फोकस नगर्नु होला। त्यसपछि हामी फेरि अलिकति अगाडि चस्सै गइदिन्छौँ। अब इनिमीहरू त अगाडि भुटुटुटु नै गर्दै थियो। यस्तो स्कोप गरेर हेर्दैछु म पनि कहाँ चाहिँ छ भनेर। देख्यो टक्कमै हान्यो, तर के गर्नु, अटो रिभाइभ समथिङ के भन्छ होला, मलाई पनि त्यति राम्रो नाम थाहा छ। बम बोकेर कुद्दै थिएँ, फेरि सोचेँ रिकल गर्नुपर्ने खासमा साथीहरूले। तर अब पहिला यो उठिहाल्यो भने फेरि मलाई हानिहाल्छ, पहिला म यसलाई सिद्धाउँछु भनेर उफ्रिँदै कुदेर कुदेर हेर्न अगाडि फ्यालाइलाई कुदेको। युजी छ नि, युजीको कमाल यसपछि मैले हकिदिएँ इनिमीको अगाडि गएर। फेरि हामी अर्को म्याचमा जान्छौँ। अब यहाँ इनिमी चाहिँ बट हो कि प्रो हो के हो थाहा छैन, तर यसको एम गरेर हान्दा पनि नलागे देखेर मलाई हल्का रिस उठिरहेको थियो। त्यसपछि गएर खोप्रेमा सालेको खोप्रे उडादिए। त्यसपछि हामी फेरि आउँछौँ हाम्रो फेभरेट प्लेसमा। त्यहाँ आएर यसो हेर्छौँ एनिमीहरू कतै छन् कि भनेर। एउटा परी रहेछन्, बुटुटुटुटु हान्यो, परी बेहोस भयो। त्यसपछि मलाई अर्को पराएर you'll know what to do. Run or die. अब यहाँ यस्तो यस्तो ठुलो ठुलो बुटहरू आएपछि हामी भाग्ने सोचिरहेको थियौँ, तर तल इनिमी देख्यो। यसको ओपन छ 6x यसको, त्यसो बुटुटु पाऱ्यो। अब भाग्न लागि Thank you for watching. जाइन्टले हानिदियो। सक्यो। थ्याङ्क यू सो मच।